त्यसैले नमस्कार तिब्बत टिभीको नेपाली प्रसारणमा स्वागत छ। यस हप्ताको तिब्बत परमपवन दलाइ ज्यू र केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूको साथ म लिडोसँग उपस्थित भएको छु। सुरु गरौँ यस हप्ताका प्रमुख समाचारहरू संक्षेपमा। परमपवन ज्यूद्वारा विश्वव्यापी पहलको सम्मेलनमा सहभागिता। परमपवन ज्यूद्वारा अमेरिकी शहरहरूका मेयरहरूसँग भेट। सिक्योङद्वारा मेमोरिज सम्बन्धी विशेष प्रदर्शनीको उद्घाटन। केन्द्रीय तिब्बती प्रशासनद्वारा चिनिया जनताले गरिरहेको शान्तिपूर्ण विरोधमा एकबद्धता रहेको विज्ञप्ति जारी। मेयर आफ्ताब पुरेवालद्वारा केन्द्रीय तिब्बती प्रशासनको नेतृत्व गर्नेहरूसँग भेट। जापानी सांसदहरूले चीनमा मानवाधिकारको अनुगमन गर्न काकासको गठन। अस्ट्रेलियामा परमपवन ज्यूको बारेमा बनेको फिल्म नेभर फर्गेट टिबेटको प्रिमियर। अब समाचार विस्तारमा। आज बिहान परमपवन ज्यूले सामाजिक, भावनात्मक र नैतिक शिक्षा, हृदय र दिमागलाई शिक्षा दिने विश्वव्यापी पहलको सम्मेलनलाई उद्घाटन गर्नुभयो। दलाइ लामा ट्रस्ट र सेन्टर फर कन्टेम्प्लेटिभ साइन्स एन्ड कम्पेसन बेस्ड एथिक्स एमोरी युनिभर्सिटीको आयोजनामा यो सम्मेलन 2 दिनसम्म धर्मशालामा हुनेछ। यस कार्यक्रमले कम्पेसन सेन्टरको प्रगति र प्रभावलाई हाइलाइट गर्नेछ, जसमा कम्पेसन शिफ्ट इनिसिएटिभ र पहलले सामाजिक, भावनात्मक र नैतिक शिक्षाको माध्यमबाट करुणाको विश्वव्यापी संस्कृतिलाई अगाडि बढाउने तरिकाहरूको पूर्वावलोकन हुनेछ। अनि एउटा दुःखद समाचार। हिजो राति 9:15 बजे 102 गन्देन ठिसुर रिग्जोङ रिम्पुछेको 95 वर्षको उमेरमा डेपु लोसेलिङ गुम्बाको आफ्नो निवासमा निधन हुनुभएको दुःखद समाचार आएको छ। परमपवन ज्यूद्वारा उनको दुःखद निधनमा शोक व्यक्त गर्दै प्रार्थना व्यक्त गरेको छ। अनि ठिसुर रिम्पुछे тэр 공부早에 내주特送 다마시 뒤제 탐제 미다와 사샤 탐제 동가와 다지르와 전에다 가다 그 진이지 얘네 다 치수르지 군들네 내가 당고 이게 나다를 저래 그돌이야 다 당구선에도 가다 이게 나다를 저래 그들이야 치수르지 20年진 휴제 년진 주체年纪这么大个人，俺日不去工作了家，日不去20年前那些书店大概讲呢，俺日数出个泄露虚，我到底谁不是采用的？ केन्द्रीय तिब्बती प्रशासनद्वारा उनको दुःखद निधनमा शोक व्यक्त गर्दै आज 2 बजेदेखि सिक्योङ हलमा प्रार्थना सेवाको आयोजना गरेको छ। यस हप्ता सोमबार परमपवन ज्यूले उहाँको निवासमा अमेरिकी शहरहरूमा करुणा प्रवर्धन गर्ने 7 अमेरिकी शहरका मेयरहरू र पूर्व मेयरहरूसँग भेट्नु भएको छ। उहाँले गत हप्ता शुक्रबार केन्द्रीय तिब्बती प्रशासनको सिक्योङ पेम्बा छिरिङसँग भेट्नु भएको थियो। सिक्योङले गत महिनाहरूमा 16औं कक्षाले गरेका विभिन्न गतिविधिहरूको बारेमा उहाँलाई जानकारी दिनुभएको थियो। साथै उहाँले गत हप्ता आइतबार हिमाचल प्रदेशका मुख्यमन्त्री श्री जयराम ठाकुरसँग पनि भेट गर्नुभएको थियो। सिक्योङ पेम्बा छिरिङद्वारा आज बिहान आरएफ इन्टरनेसनल अनलसद्वारा तिब्बत सङ्ग्रहालयमा द स्पेस अफ मेमोरी शीर्षकको विशेष प्रदर्शनीको उद्घाटन गर्नुभयो। कार्यक्रममा उपसभामुख डोमा छिरिङ पनि विशेष अतिथिका रूपमा उपस्थित हुनुभएको थियो। केन्द्रीय तिब्बती प्रशासनले चीन र पूर्वी तुर्किस्तानका विभिन्न शहरहरू र विश्वविद्यालयहरूमा शून्य कोभिड नीतिको विरोध गर्ने र स्वतन्त्रता र लोकतन्त्रको लागि आह्वान गर्ने मानिसहरूसँग एकबद्धता व्यक्त गर्दै एक विज्ञप्ति जारी गरेको छ। तिब्बतीहरूको जीवनले खतरामा पर्ने शून्य कोभिड नीतिको कुप्रबन्धनको आलोचना गर्दै आफ्नो अघिल्लो कथन दोहोऱ्याउँदै कासागले चिनिया कम्युनिस्ट पार्टीका नेताहरूलाई सार्वजनिक प्रकोपलाई मानवीय दृष्टिकोणसँग व्यवहार गर्न आग्रह गरेका छन्। यस हप्ता सोमबार सिन्सिनाटी ओहायोका मेयर आफ्ताब कर्मा सिंह पुरेवालले केन्द्रीय तिब्बती प्रशासनको भ्रमण गरेको छ। युवा मेयरले केन्द्रीय तिब्बती प्रशासनको नेतृत्वसँग भेट र कासाक सचिवालय, संसद सचिवालय, तिब्बत सङ्ग्रहालय,
तिब्बत कार्य र अभिलेखालयको पुस्तकालय, सारा कलेज र पेतोन विद्यालयको भ्रमण गर्नुभएको थियो। मेयर पुरेवलले निर्वाचित तिब्बती संसदका सभामुख, उपसभामुख र स्थायी समितिका सदस्यहरू र सिजोङ पेम्बा छिरिङ नेतृत्वको कक्षासँग भेट गरी अन्तर्क्रिया गर्नुभएको थियो। तिब्बती उइगुर र दक्षिणी मङ्गोलियाहरूलाई समर्थन गर्ने द्विपक्षीय जापानी संसदहरूले यस हप्ता सोमबार चिनिया कम्युनिस्ट पार्टीद्वारा मानव अधिकार उल्लङ्घनहरूको अनुगमन गर्न संसदीय कक्षको गठन गरेको थिए र त्यस दिन जापानी काउन्सिलरहरूको सभाले मानव अधिकार र धार्मिक स्वतन्त्रता उल्लङ्घनका लागि चीनको निन्दा गर्ने प्रस्ताव पारित गरेको थियो। प्रतिनिधि डाक्टर छवाङ आर्यद्वारा चीनले मानव अधिकार उल्लङ्घनको निन्दा गर्ने प्रस्ताव पारित गरेकोमा सांसदहरू र काउन्सिलर सदनका सदस्यहरूलाई धन्यवाद व्यक्त गर्नुभएको थियो। मुद्दाहरूमा बोल्न विशेष वक्ताको रूपमा केन्द्रीय तिब्बती प्रशासनका पूर्व सचिव डाक्टर लोब्साङ साङ्गे र विश्व उइगुर कङ्ग्रेस, सिजुओका विश्वविद्यालय र दक्षिणी मङ्गोलिया कङ्ग्रेसहरूलाई निमन्त्रण गरिएको थियो। अस्ट्रेलिया सहरहरूका थिएटरहरूमा जेन पल मार्टिनेजको फिल्म नेभर फर्गेट टिबेट प्रिमियर भएको थियो। तिब्बती दूतावास कार्यालय क्यानबेराले यो फिल्मलाई सन् 1960 मा चीनले कब्जा गरेकोदेखि तिब्बतबाट परम्पराजुको पलायन कथालाई चित्रण गर्ने प्रेरणादायी फिल्मको रूपमा प्रस्तुत गरेको छ। प्रेम र करुणाको महत्त्वले विश्वभरका दर्शकहरूसँग जोड्ने अत्यावश्यकतामा प्रकाश पर्दै सिडनी, मेलबर्न, ब्रिस्बेन र एडिलेडमा प्रिमियर गरेको छ। तिब्बती संस्कृतिको संरक्षणमा सहयोग गर्ने सद्भावनाको रूपमा फिल्मको वितरक कम्पनी किस्मेट मुभिजले तिब्बती दूतावास कार्यालय क्यानबेराको अन्तर्गत स्थापित गैर लाभकारी परोपकारी संस्थान तिब्बत कल्चर सेन्टरलाई उनीहरूको सिनेमा टिकटसँग जोडेको छ। हस्त आजको लागि नेपाली साप्ताहिक समाचार यति नै। अर्को हप्ता फेरि भेटौँला। तसिदेले नमस्ते।